हेलो नमस्ते वेलकम ब्याक अगेन नेप्सेको डेली अपडेट भिडियोमा यो चाहिँ नेप्सेको डेली अपडेट भिडियो नभइकन यो चाहिँ टेक्निकल एनालाइसिस ब्रेकडाउन हुन्छ। मैले 6 महिना जस्तो भयो मार्केटमा ग्याप भएको। सो आज चाहिँ के गर्दैछु भने मैले टेक्निकल ब्रेकडाउन गर्दैछु हैन। एकचोटि राम्रोसँग टेक्निकल एनालाइसिस गरौँ, ब्रेकडाउन गरौँ र म पनि ब्याक टु चार्ट हुन्छु। अनि त्यसपछि टिकटकमा पनि डिस्कस गरौँला अनि वाइटीमा पनि डिस्कस गरौँला। यो भिडियो त वाइटीको लागि हो। टिकटकमा लाइभमा पनि एनालाइसिस गरौँला, रिकमेन्ड गर्नुभएको थियो सबैले। त म नेप्सेको एनालाइसिस गर्ने भएको हुनाले म अरू पेयरहरू अरू स्टक्सहरू चाहिँ म हेर्दिनँ हैन। नेप्सेको एनालाइसिस मात्रै गर्छु। यसमा चाहिँ एनालाइज गर्ने वे तरिका कसरी मार्केटलाई हेर्ने, कसरी मार्केटलाई ब्रेकडाउन गर्ने टाइम फ्रेम वाइज, मन्थली वाइज, विकली वाइज, डेली वाइज हैन, कसरी टाइम फ्रेममा ब्रेकडाउन गर्ने र अपकमिङ इभेन्ट्स अपकमिङ डेजहरूमा मार्केटलाई कसरी हेर्ने हैन, हो ती कुराहरू डिस्कस गर्ने हो। सो वाइटीमा अहिले मैले हजुरको फिबोनाचीको बारेमा, मेरो फिबोनाची मैले युज गर्ने तरिकाको बारेमा डिस्कस गरेको छु हैन। अहिले टिकटकको थ्रुबाट आएर हेरिदिनु हुने र भिडियोलाई सपोर्ट गरिदिनु हुने अब 5 जनै भए पनि दिलबाट धेरै धेरै धन्यवाद। हजुरहरूले माया गरेर कुरिदिनु भएको मैले यत्रो 6 महिना अझै पनि हुनुहुन्छ, अझै इन्फर्म भइसकेको छैन सबैजनालाई म आइसकेछु भन्ने। सो एनिवेज थ्याङ्क यू फर यर सपोर्ट अहिलेसम्मको लागि। र हामी अब ब्याक चार्टमा जाऊँ र टेक्निकल एनालाइसिस ब्रेकडाउन गरौँ है त। सो यही हो चार्ट। अहिले मैले त्यो मेरो प्रिभियस चार्टमा अहिले चेन्ज गरेको छैन। सो यत्तिकै टेक्निकल ब्रेकडाउन गरौँ, भिडियोको लागि मात्र हो हैन। सो म अहिलेलाई यो भोल्युम हटाइदिन्छु बिकज मैले भोल्युम हेर्दिनँ। मैले भोल्युम हेर्ने भनेको यो भोल्युम हो जुन चाहिँ अब भन्नाले क्यान्डलको बेसिसमा हामीले त्यही बेलामा कुन सर्टेन एरियामा कतिवटा भोल्युम कहाँ हाई थियो कहाँ लो थियो त्यति हेर्ने मात्रै हो। कुन रेन्जमा भोल्युम हेर्ने हो हैन। क्यान्डलमा कस्तो भोल्युम थियो भन्दा पनि मैले हेर्ने भनेको एउटा सर्टेन मुभमा कुन रेन्जमा भोल्युम आएको थियो। सो अर्डर ब्लकलाई एउटा पावरफुल टुल बनाउनको लागि युज गर्ने हो मैले हैन। त्यो बारेमा पनि डिस्कस गरौँला। सबभन्दा पहिला टाइम फ्रेम ब्रेकडाउन एनालाइसिस गर्ने बेलामा हामीले के गर्नुपर्छ भने ठुलो टाइम फ्रेमबाट सानो टाइम फ्रेम हुँदै हुँदै झर्नुपर्छ नि त हैन। मैले प्रिभियस भिडियोहरूमा पनि त्यो कुरालाई मेन्सन गरेँ जस्तो मान्छु मैले। सो के गरौँ भने अब सबभन्दा ठुलो टाइम फ्रेम मैले हेर्ने भनेको 3 मन्थ हो। यसमा अहिले मैले लगइन गरिसकेको छैन, त्यही भएको हुनाले म डेली टाइम फ्रेमभन्दा तल चाहिँ गएर हेर्न मिल्दैन हैन। अहिलेलाई त्यति नै इनफ छ। हामीले मार्केटमा कस्तो कस्तो मुभमेन्ट भइरहेछ, के मुभमेन्ट भइरहेछ त्यति हेर्न मात्रै पुगे नि भयो। सो अहिले मसँग अभाइलेबल डेटा यति रहेछ 3 मन्थको क्यान्डलमा हैन। हामी यो पोइन्टबाट जस्ट 1000को रेन्जबाट हामी बढेर कहाँसम्म पुगेर छौँ भने हामी पुगेर छौँ 3222। अझ फर्दर अप होला यो हैन। एक्युरेट पिन पोइन्ट गरे हैन मैले, सो त्यही भएर एक्युरेट नम्बर मलाई थाहा भएन। सो हामी जस्ट यो रेन्जमा 3226-22 को रेन्जमा चाहिँ के गरेर छ हामीले 3000 को रेन्जमा हामी आएर छौँ भनौँ न हैन। त्यहाँबाट फेरि के भन्छ मार्केट रिभर्स भएर, सो रिभर्स भइसकेपछि के भइरहेछ हामी फल आएर सर्टेन पोइन्टसम्म जस्तो 1700सम्म फल गरेर त्यहाँबाट कन्सोलिडेट गरेर हामी फेरि के गरे हामी बुलिसको लागि अपसाइड लागेर छौँ है त। सो अब हामीले मेन मार्क गर्नु, अब मार्किङ स्टार्ट गरौँ है त। मार्किङ सुरु गर्नुभन्दा पहिला हामीले हाई लोजहरू मार्क गर्ने हो हैन। जस्तै हाई लोजहरू मार्क गर्ने फ्युचरमा इन्फर्मेसन पाउनको लागि। जस्तै अब यो लो यो हाईलाई म मार्क गर्छु हैन, एक्युरेटली मार्क भएको छ कि छैन यसो राम्रोसँग हेरेर हैन। जस्ट रेन्ज थाहा भए पुग्छ कि हामीलाई यो रेन्जमा भन्ने थाहा भए पुग्छ हैन। सो यसलाई अब 2 नै ठिकै छ, हाम्रो ठुलो टाइम फ्रेममा भएको हुनाले। म एउटा टेक्स्ट एड गर्छु यसमा के लेख्छु भने 3 मन्थ हैन, 3 मन्थ अल टाइम हाई भनेर के गर्छु म यसलाई मार्क गरेर राख्छु हैन। ओके यति भएपछि अब अनि लक गरिदिन्छु। लक गरिदिइसकेपछि अब यो झुकेर पनि के हुन्छ डिलिट हुँदैन है। 3 मन्थ अल टाइम हाई भनेर मार्क गरिसकेपछि मलाई के हुन्छ भने अहिलेसम्मको मार्केटको अल टाइम हाईको रेन्जमा हामी पुग्यौँ है। पछि गएर मार्केट त्यो रेन्जसम्म पुग्दाखेरि हामीलाई त्यो थाहा भइहाल्छ नि त हैन। अनि अर्को कुरामा म फेरि मार्क गर्छु, यो चाहिँ यसलाई पनि म के गर्छु फेरि लेख्छु। यसलाई के लेख्छु भने 3 मन्थ इन्टर लो लेख्छु हैन। जुन चाहिँ के भन्छ अरे
के इन्डिकेट गर्यो भने 3 मन्थको इन्टरलो भनेको हामी मेजर लो यो भयो, यो मेजर लोमा होइन, यो इन्टरमिडिएट लो भनौँ न, त्यो लो हो भनेर इन्डिकेट गर्ने भयो हामीलाई होइन। अनि लक गर्दैछ यो फिक्स भयो। अब हामी के छ, यो दुईवटा हाई र लोको बिचमा के छौँ हामी, हाम्रो मार्केट छ। अब यो हाई ब्रेक गरिसकेपछि फर्दर अप हामीसँग कुनै के अरे प्रिभियस हिस्ट्री हुँदैन, हामीसँग कहाँसँग गइन्छ केसँग गइन्छ, त्यो कुनै टुलको हेल्पले हुन्छ कि कुनै के अरे फन्डामेन्टलले हामीलाई हेल्प गर्छ त्योभन्दा माथि चाहिँ इन्डिकेट गर्न मार्केटमा कति ग्रोथ अझै आउँछ भनेर। अहिलेको लागि हामी यही रेन्जभित्र छौँ, सो हामी यही रेन्जभित्र डिस्कस गर्छौँ है त। यहाँ हेर्ने हो भने के रहेछ भने हामी यो पोइन्टबाट मार्केट बढ्न थालेर हामी यो पोइन्टसम्म पुगेर छ होइन, 3000सम्म हामी पुगेर छौँ। कुन पोइन्टबाट हामी पुगेर छौँ, 2000बाट 3000 भने चाहिँ 1000को यहाँ के भइरहेछ, ग्रोथ भइरहेछ होइन त। सो अब के गर्छौँ भने अब यो मन्थली टाइम फ्रेम हाम्रो यो पोइन्टबाट मुभ हुन थालेको भएपछि हामी यो लोलाई लिएर होइन, यो लो पोइन्टलाई लिएर हामी के गर्छौँ, यो हाई पोइन्टसम्म हाम्रो फिबोनाची मार्क गर्छौँ। फिबोनाचीमा याद गर्नु होला, मैले यो फिबोनाचीमा अरू कुनै अप डाउन केही पनि छैन मार्क गरे होइन। सर्टेनली मलाई चाहिँ 50% भएपछि प्रिमियम एन्ड डिस्काउन्टको रेन्ज थाहा हुने भयो होइन, ठुलो टाइम फ्रेम अनुसारमा चाहिँ कि मेरो यो चाहिँ भनेको सेलिङ एरिया हो। यहाँ मैले सेल पाएँ भने मैले सेललाई बढी प्रायोरिटाइज दिन्छु रेदर देन बाइङ। तर अब 50% तल आयो भने चाहिँ अब यो बाइङ एरियामा आयो होइन, मार्केट ओभरअल त बुलिस नै छ नि त। यहाँ एक हल्का झरेर कन्सोलिडेट भएर फेरि बुलिस मुभमेन्ट आएको छ माथि। अब फेरि योभन्दा तल मार्केट झऱ्यो भने म कन्सिडर के गर्छु, यसलाई डिस्काउन्टमा कन्सिडर गरेर भन्ने सस्तोमा पाउने भएको हुनाले म यसमा चाहिँ कुनै पनि प्याटर्न, कुनै पनि के भन्छ भने सिग्नल्सहरू मैले यसमा के खोज्छु त भन्दा किन्नलाई खोज्छु कि ए माथि चाहिँ बेच्नलाई खोज्छु, मैले प्रायोरिटी बेच्नलाई दिन्छु किन्नुभन्दा होइन। तल चाहिँ मैले के गर्छु, किन्नलाई प्रायोरिटी दिन्छु बेच्नुभन्दा है। त्यो अनुसार चाहिँ के हुन्छ भने हामीले चाहिँ डिस्ट्रिब्युट गऱ्यौँ। अब यहाँ हेर्ने हो भने यो रेन्जभित्रमा यहाँ मार्केट के गरिरहेछ, 50 र 61 भनेको गोल्डन रेसियोको जुन रेन्ज छ त्यो रेन्जमा मार्केट आइसकेर छ। विच मिन्स कि अब हामीले यो मार्केटको पर्फेक्टली मार्क भयो रेन्ज कि अब अलिकति माथि सारेर मार्क गर्छु है म है। चलो मार्क ट्याक्क भयो। हामी के गरिरहेछ यहाँ यो क्यान्डलमा सेकेन्ड 3 मन्थको क्यान्डलमा के गरिरहेछ हामी फेरि यो पोइन्टबाट मार्केट यहाँ ओपनिङ भएर होइन, यो लोमा जुन रेन्ज 50%को रेन्जमै आएर हामीले क्लोज गरिदिएको थियौँ होइन। अनि यही रेन्जबाट फेरि के गऱ्यौँ हामी, यति हाईसम्म ग्रोथ गरेर 2800सम्म ग्रोथ गरेर अनि फेरि के गरेर छ, फल भएर छ भन्नाले हामी क्लोजिङ नै हामीले के गरेर छ, गोल्डन रेसियो जोनमा क्लोजिङ गरेर छ कि। अहिले चाहिँ यो गोल्डन रेसियो जोनमा चाहिँ हेर्दाखेरि चाहिँ कस्तो लाग्छ भने यसलाई लक गरिदिन्छु म। के लाग्छ भने अहिले त हामीलाई के इन्फो चाहिँ प्रोभाइड गरे होइन नि त, अहिले मार्किङ हो कि। अहिले फिबलाई पनि म यहाँ मार्क गरेर छोडिदिन्छु। यसले मलाई अब यो क्यान्डलको रिटर्न जुन भयो नि, यो क्यान्डलको इन्फर्मेसन सायद हामीले यहाँ पनि हेर्न सक्छौँ गोल्डन रेसियोमा आइसकेको। अझै तल टाइम फ्रेममा गयौँ भने हामीले अझै यो फिब युज गरेको पोइन्ट र सबै क्लियर आउट हुन्छ कि है। सो यो पोइन्ट भइसकेर छ। अनि हामीले अब यहाँ फेरि हेरौँ भने क्यान्डल के भयो, पुलिसले क्लोज भयो तर यो वान काइन्ड अफ इन्भर्टेड ह्यामर जस्तो बनायो नि त होइन, ह्यामर जस्तो बनायो। यसमा चाहिँ ग्रिनमै क्लोजिङ भए पनि अझ रेडमा भएको अझ स्ट्रङ हुन्थ्यो। ग्रिनमै भइसकेपछि के भयो भने स्टिल मार्केटले के गर्यो, अपसाइड पुस गर्यो। यो रेडमा भएको भए हामी चान्सेस थियो कि मार्केट फेरि कन्टिन्यू यहाँबाट तल रेडै दिने चान्सेस बढी हुन्थ्यो कि। तर ग्रिनमा क्लोज भइसकेपछि हामीले स्टिल के इन्डिकेट गर्छ क्या, मार्केटलाई स्टिल अझै माथि जाने चाहिँ के छ, ऊ नै छ मार्केटमा माथि अझै जाने पर्ने बाइङ जुन प्रेसर छ नि, बाइङ प्रेसर स्टिल मार्केटमा अभाइलेबल छ भन्ने कुरा भयो होइन। यो रेन्ज जुन छ, यो विक जुन हामीले देख्न सक्यो, यो विक के छ भने यो सेलिङ प्रेसर हो कि। भनेपछि यो मार्केटमा के रहेछ भन्दा 50%भन्दा बढी सेलिङ प्रेसर छ कि। यो क्यान्डलको इन्फो हेरौँ न त, हाइट यो भयो, लो यो भयो, यसको मिड यो 50% भयो होइन। तर 50%भन्दा अझै बिलो मार्केट के क्लोज भएको छ नि त। भन्नको अर्थ के छ भने यो क्यान्डलमा हामीले भोल्युम हेरिन्छ नि त, यो भोल्युम हेर्नु पर्दैन कि। यतिकै थाहा हुन्छ कि यसमा होइन बाइङ प्रेसर कतिसँग आएको थियो, अनि त्यसपछि फेरि के भयो, स्टार्ट भयो सेलिङ प्रेसर स्टार्ट भयो। सेलिङ प्रेसर स्टार्ट भएर के भयो, बाइङभन्दा बढी सेलिङले हाबी गऱ्यो क्या एन्ड फेजमा। स्टार्टिङको फेजमा त बाइङ स्ट्रङ थियो, त्यही भएर बाइले कहाँसम्म पुऱ्यायो, 3000सम्म पुऱ्यायो। तर ओभरअलमा अब क्यान्डल क्लोज भइन्जेलसम्म के भयो भने होइन हो के अरे स्ट्रङ सेलिङ प्रेसर चाहिँ बढी छैन, किनभने त यत्रो अझै बाइले रोक्या नि त
यत्रो बाइङ पोजिसन, यत्रो बाई नै छ भनौँ न, यो ग्रिन हिसाबले बढेकै छ मार्केट यहाँसम्म। क्लोजिङ पनि बढेरै क्लोजिङ भएको छ होइन। स्ट्रङ त बाई नै छ ओभरअल। हामी यहाँबाट बुलिस नै गएको छ, बुलिस नभएपछि बाई नै स्ट्रङ छ। तर के भयो भने एन्डिङ फेजमा के आयो भन्दाखेरि सेलिङ प्रेसरले के गर्यो भने ओभरअल यसको क्यान्डलको डिस्टेन्स हाइट जुन जुन छ नि त्यसमा चाहिँ के गर्यो भने कस्तो भयो भन्नुहुन्छ भने यतापट्टिबाट के भन्छन् अरे बुलले प्रेसर गरेको थियो, यतापट्टिबाट के गरेको थियो सेलले प्रेसर गर्यो क्या अन्तिमको फेजमा। सो के भयो भने सेलले धकेल्दै यतिमा गएर बाइङ क्लोज भयो होइन। यो रेन्ज चाहिँ के भयो भने तपाईँको सेलिङको बाइङको भन्दा बढी प्रेसर आयो के अरे एन्ड फेजमा होइन। त्यही भएर के भयो तलपट्टि गएर क्लोज भयो, 50% रेन्जभन्दा तलपट्टि क्लोज भयो होइन। यतिको इन्फर्मेसन चाहिँ के भयो हामीलाई एउटा क्यान्डल हेर्ने बित्तिकै थाहा भयो नि त। सेकेन्ड क्यान्डलमा के गर्यो यसले कन्टिन्यू दिन खोज्यो, तर के भयो मिड विकको जुन यो मिड रेन्ज छ यो मिड रेन्जबाट के भयो मार्केट सकेन अनि फेरि ह्यामर भयो तलतिर होइन। अनि फेरि अगेन रिट्राई गर्यो यो विकमा, के गर्यो यो विकलाई ब्रेक गरेर मार्केटले फेरि अटेम्प गर्यो यो हाईलाई ब्रेक गर्ने, तर सकेन अनि फेरि के भयो तल गएर क्लोज भयो। अहिले चाहिँ के छ भने हामी एउटा न्युट्रल फेजमा देखेछौँ मार्केटलाई होइन। ओपनिङ भएको पोइन्टबाट हल्का ड्रप भएको छ, अप ड्रप भएर एउटा डोजी हो फर्मेसनमा छ। अझै स्टिल मन्थली क्लोज भइसकेको छैन होइन। अब करेन्टली अझै अपकमिङ मन्थमा अब अझै चेन्जेसहरू आउन सक्छ। सो त्यो भएको हुनाले के भयो हामीले चाहिँ त्यति कुरा चाहिँ के भयो 3 मन्थको क्यान्डलबाट थाहा पायौँ हामीले ठुलो टाइम फ्रेम अनुसार मार्केटमा के भइरहेछ त भन्ने कुरा एउटा आइडिया पायौँ नि त होइन। सो अब के गरौँ भने हामीले यो हाईलाई पनि मार्क गरौँ है। यो हाईलाई किन मार्क गरौँ भने यो इन्टरमिडिएट हाई हो। यो हाई ब्रेक गरेपछि मात्र के हुन्छ यो हाईलाई मार्केटले ब्रेक गर्ने चान्सेस बढ्छ। जबसम्म कि मार्केटको फर्स्ट अब्स्टेकल भनेको यो भयो कि यो हाई हाम्रो मार्केटको फर्स्ट अब्स्टेकल भयो, त्यसपछि गएर बल्ल मेजर हाई हाम्रो अब्स्टेकल भयो। त्यतिन्जेलसम्म के भयो हाम्रो यो हाई पनि एउटा मार्क गरेर राख्नुपर्ने भयो होइन। अहिले म डिलिट गरिदिन्छु अनि फेरि त्यसपछि के गरौँ भने यो हाईलाई पनि मार्क गरौँ। यो हाईलाई मार्क गरेर यहाँ चाहिँ के गरौँ भने यसलाई लक गरिराखौँ अनि सेटिङमा गएर के लेखौँ प्रिभियस होइन प्री क्यान्डल हाई। यसमा चाहिँ के राखौँ 3 मन्थ लेखौँ है। 3 मन्थ लिइसकेपछि के हुन्छ भने हामीलाई क्लियर हुन्छ कि हामीले कुन के हेरिरहेको छ। 3 मन्थको प्रिभियस क्यान्डल भन्छ अहिले बनिरहेको क्यान्डल भन्दा अगाडि बनिसकेको क्यान्डलको के भयो यो हाई रहेछ होइन। त्यसरी नै के गरौँ अब फेरि लोमा जाऊँ, तलपट्टि के गरौँ यसको लोला मार्क गरौँ। यसलाई लोला मार्क गरिसकेपछि यसमा गएर के गरौँ यो लोलामा पनि लेखौँ इन्फर्मेसन। हामीलाई के हुन्छ साइडमा यता साइडमा लेखेको भएपछि हामीलाई झ्याप्पै हेरेपछि थाहा हुन्छ होइन। त्यो भएपछि फेरि लेखिदिइहालौँ 3 मन्थको प्री क्यान्डलको लो हो भनेर लेखिदिउँ होइन। यति लेखिसकेपछि के हुन्छ भने हामीलाई हाई र लो पनि थाहा भयो, हामी यो क्यान्डलको बिचमा छौँ अहिले होइन। यसलाई पनि लक गरिदिइहालौँ। यति भएपछि के भयो हाम्रो 3 मन्थ क्यान्डलमा गएर हामीले सर्टेन हाई लोजहरू मार्क गऱ्यौँ। पछि गएर हामीलाई यसले सपोर्टको पनि काम गर्छ, रेसिस्टेन्सको पनि काम गर्छ, एउटा टार्गेट एरियाको पनि काम गर्छ होइन, र सर्टेन लेभल्सहरूको पनि काम गर्छ कि सबै कुराहरू काम गर्छन् यिनीहरूले होइन। सो अब के गरौँ अब 3 मन्थबाट हामी जाऊँ 1 मन्थ क्यान्डलमा। अब 1 मन्थ क्यान्डलमा गइसकेपछि अघि मैले कुरा गरेको थिएँ नि त यो फेजबाट मार्केट स्टार्ट भएर यो फेजसम्म पुगेर छ अनि यो फेजबाट रिटर्न भएर गएपछि गोल्डन रेसियो जोनमा पुगेर मार्केटले के गरेर छ अपसाइड मुभमेन्ट गरेर छ। रिभर्सल अपसाइड गरे होइन, एउटा कन्सल्टेसन अपसाइड गरे। यो कन्सल्टेसन अपसाइड गरिसकेपछि मार्केटले अब अहिले के भयो यो हाई र यो लो यताको यो ग्रिन लो अनि यो हाई यो 3 मन्थ 1 2 3 महिनाको बल्ल फर्स्ट मन्थ चलिरहेको छ। अझै 2 मन्थको क्यान्डल फर्मेसन हुन बाँकी छ। त्यसमा चाहिँ अब यो हाई र लोलाई मार्केटले के गर्छ त्यो हामीले हेर्नुपर्छ। अब के भयो यहाँबाट मार्केटले ग्रिन 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 बनायो। अब मैले अभियसली जहिले नै के भन्छु भने रेड क्यान्डल बनाइसकेपछि हजुरले रेड क्यान्डलको लोलाई टार्गेट पोइन्ट राख्नुहोस् कि मार्केट मुभमेन्ट भयो भने मार्केटले यो लो उडाउने सम्भावना बढी हुन्छ भनेर हामीले हेऱ्यौँ भने राम्रो हुन्छ। जस्तै फर इक्जाम्पल यो रेड क्यान्डलको लो अर्को रेड क्यान्डल बनाएर लो उडायो राइट। अब यहाँ के भयो यो लो उडाएर
यो ग्रिन क्यान्डलले यो लोलाई उडाएर अनि फेरि गएर यो रेड क्यान्डलको हाईभन्दा माथि गएको भए हाम्रो एउटा रिभर्सल प्याटर्न बन्थ्यो। हामी एज्युम गर्न सक्छौँ कि मार्केट स्ट्रङली अब के थियो, यो ल्याब ब्रेक गर्थ्यो, तर त्यस्तो गरेन नि त। द्याट्स वाइ मार्केट के भयो, यही रेन्जमा कन्सोलिडेट भयो। यो हाईलाई ब्रेक गर्नलाई यसले 1 2 3 4 5 6 महिना लगाएर बल्ल यो हाई ब्रेक गरे। यो हाई ब्रेक गरेर क्लोजिङ पनि दिएको छैन क्या, स्टिल मार्केट के भयो, तलतिर आयो होइन। अब हामी यति क्यान्डलको मुभमेन्ट अनुसार हामी अहिले के छौँ, प्रिमियम जोनमा छौँ होइन, डिस्काउन्ट जोनमा छैनौँ। त्यो भएको हुनाले हामीले सबै कुराहरूलाई मध्यनजर गर्दै 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 जाने हो। सो के भयो, अब यो पोइन्टमा आएपछि मार्केट हाम्रो बाइङ पोइन्ट भयो नि त होइन। यो पोइन्टमा आइसकेपछि 50%भन्दा रेन्जभन्दा तल आइसकेपछि अब हामीले यो क्यान्डलको डिटेलमा गएर हेर्ने हो भने सायद हामीले कुनै रिभर्सल प्याटर्न देखेर एउटा बाइङ पोटेन्सियल पाएको हुनुपर्छ, यहाँ सम्भावना बढी छ है। त्यो हेर्दै जाउँ ल। डेली क्यान्डलमा नि हामीले हेरिसक्यो, प्रिभियस मन्थली क्यान्डलमा हेरिसक्यो, प्रिभियसमा के भएछ, लो बियरिस क्यान्डल बनाएर अहिले त्यही बियरिस क्यान्डललाई फलोअप गरे है। यो महिनाको क्लोजिङ के हुन्छ त्यसमा डिपेन्ड गर्छ है त। अब डेलीमा जाऊँ, डेलीमा गइसकेपछि अब हामीसँग इन्फो त सबै छ होइन। पछाडि अल टाइम हाईको बारेमा हामीलाई थाहा छ, अनि यो पोटेन्सियल के भन्छन् अरे मार्केट स्विप गर्न सक्ने यो हाईको बारेमा नि हामीलाई इन्फो भइसक्यो होइन। हामीसँग प्रिभियस मन्थको हाई लोको पनि हामीलाई डिटेल थाहा छ होइन। त्यो भएपछि अबको यो क्यान्डलमा मार्केट यहाँबाट फल भइसकेपछि, अब हामीले फल भइसकेपछि यसलाई हेर्ने कि यसलाई हेर्ने त। मार्केटले पोटेन्सियली, यो त बेरिस क्यान्डल हो नि त होइन, यो 1 मन्थको बेरिस क्यान्डल थियो नि त। यो 1 मन्थको बेरिस क्यान्डलले फेरि यहाँसम्म गएर क्लोजिङ दिएर रहेछ, अनि फेरि यहीँबाट ओपनिङ भएर के भयो, मार्केटले अलिकति माथि गएर फेरि लोतिर नै ढल्किया नि त मार्केट। यही हो नि त हामीले ठुलो टाइम फ्रेममा देखेको होइन। सो अब मार्केटले के गर्ला त, यो पोइन्टमा गएर यो पोइन्टबाट मार्केटले कि यो लोलाई टार्गेट गर्न मार्केटमा सजिलो होला कि यो लोलाई टार्गेट गर्न मार्केटलाई सजिलो होला। कमन सेन्सले हेर्ने हो भने मार्केट त एट्र्याक्ट तलतिर छ नि त होइन। किनभने अब मार्केटले यहाँबाट एउटा लोलाई उडाएर अब बुलिस भइसकेपछि मार्केटले के भयो, यो हाईलाई तोडेर अनि मार्केट फलोअप गरेर माथि गयो भने हामीले यो हाईलाई अनि त्यसपछि यो गर्दै एज्युम गर्दै अगाडि जान पाइन्छ नि त। सो अघि मैले जुन फिब लगाएर के भन्छन् अरे गोल्डन रेसियो हेरेको थिएँ। गोल्डन रेसियोमा हेर्ने हो भने मैले भन्थेँ नि त हजुरहरूलाई, पक्कै पनि यहाँ एउटा के हो, ट्रेडिङ सेटअप बनाएको हुनुपर्छ र हामीले यहाँ एउटा ट्रेडिङ सेटअप पनि बनाएको रहेछ। मैले फिबको कुरा डिस्कस गर्ने बेलामा पनि यो पोइन्टमा आइसकेको रहेछ। अहिले थाहा भइसक्यो, किनभने मैले अघि पहिला हेरेको थिएन होइन। अहिले अब मन्थली टाइम फ्रेम ब्रेकडाउन गरेर राखेको भएपछि मलाई के थाहा भयो, हामी केमा छौँ, गोल्डन रेसियोमा छौँ फिबको। भनेपछि एउटा यस्तो जोनमा छौँ जहाँबाट मार्केटको यदि रिभर्सल साइन आयो भने हाम्रो पोटेन्सियली मार्केट के छ, यहाँबाट माथि जान सक्छ है भन्ने थाहा हुने हामी के भयो, रेन्जमा छौँ। अब हामीले ट्रेन्ड बेस फिब युज गर्न पनि सक्छौँ कि रिट्रेसमेन्ट मात्रै युज गर्न पनि पर्दैन होइन। अब हाम्रो मार्केट यो पोइन्टबाट यो पोइन्टसम्म मार्केट गयो नि त। अब मार्केट फर्केको त छैन, अब फर्क्यो कहाँसम्म फर्क्यो भनेर हेर्नलाई त हामीले रिट्रेसमेन्ट टुल युज गर्ने हो। जस्तै अब यो रेड क्यान्डल बनाएको थियो, यो रेड क्यान्डल बनाएर तल आइदिएन, एउटा लो बनाएको होइन मार्केटले, अर्डर ब्लक जस्तो बनाएर मार्केट माथि नै गइदिए। अब यसरी त हामीलाई थाहा हुँदैन हो। अब यहाँ थाहा हुन्छ हामीले के युज गऱ्यो भने थाहा हुन्छ भने ट्रेन्ड बेस फिब युज गऱ्यो भने थाहा हुन्छ। अब हामीले प्रिभियस मार्केटमा कस्तो ट्रेन्ड चल्थ्यो, पहिला मार्केटले यो लो बनाएको थियो, यो लोलाई मार्क गरौँ, त्यसपछि हाई बनायो, यो हाईलाई मार्क गरौँ। अब मार्केटमा एउटा इन्डिकेट आयो, अब यसले कहाँ गरौँ, हामी यो लोसँग गइरहेछौँ भनेपछि अब मार्केट के छ, यस्तो फर्मेसन भइसकेपछि मार्केट त अप ट्रेन्डमा छ नि त। अप ट्रेन्डमा के भयो, यहाँ हेर्नु, यो रेन्जलाई गोल्डन रेसियोको जुन ट्रेन्ड बेस फिबको रेन्जलाई स्ट्रङली ब्रेक गर्यो। स्ट्रङली ब्रेक गरिसकेपछि हेर्ने हो हामीले चाहिँ यस्तो एन प्याटर्न बनेपछि चाहिँ हामीले यो ट्रेन्ड बेस फिब युज गर्ने हो क्या। हामीलाई मैले युज गर्ने भनौँ न, यसरी एन भन्यो नि। अब यसरी एन बनिसकेपछि हामीलाई के थाहा छैन, यो ट्रेन्ड कहाँसम्म जान्छ, यहाँसम्म जान्छ कि यहाँसम्म जान्छ कि यहाँसम्म जान्छ कि हो। त्यो फिगर आउट गर्नलाई हामीले ट्रेन्ड बेस फिब युज गर्ने। मैले त्यसरी ट्रेन्ड बेस फिबलाई युज गर्छु कि है। अब फर्स्ट लेभल मलाई के थाहा भयो, मार्केट यसरी बुलिस भइसकेपछि मलाई फर्स्ट लेभल के थाहा भयो भने मार्केट यो पोइन्टमा आउन सक्छ जुन चाहिँ 1 लेभलको छ। त्यसपछि मार्केट 1.618 को लेभलमा आउन सक्छ होइन। एन्ड देन त्यसपछि अर्को लेभल मार्केटको यो छ 2.618 लेभल। त्यसपछि अर्को लेभल के छ 3.618 लेभल होइन। अनि त्यसपछि अर्को लेभल कुन छ 4
1618 लेभल। अब मैले यो पोइन्टमा बाई लिएँ भने अब रिस्क म्यानेजमेन्ट ट्रेड लिने बेलामा रिस्क म्यानेजमेन्ट सबै कुरा आफूले नै गर्नुपर्छ कि रिस्क बियर गरेर ट्रेड लिनुपर्छ। अब मैले यो ब्रेकमा यो डेली टाइम फ्रेम हो, मैले सानो टाइम फ्रेम हेरेँ भने त यहाँ मैले क्लोजिङ त भेट्टाउँछु नि त यो हाईभन्दा माथि। प्रोबेबली मार्केटमा अझै इन्ट्री पनि भेट्टाउन सकिन्छ, तर त्यसलाई छोडिदिउँ। हामीले यो पोइन्टमा बाई गऱ्यौँ भने स्टप लस यो लोमा राख्न सकियो होइन, मेजर लो यो भयो। यो लो ब्रेक गरेर मार्केट तल आयो भने हामी प्रोबेबली के अज्युम गर्न सक्छौँ भने मार्केटले अझै लो जान सक्छ। त्यही भएर हामीले सेफ्टीको लागि यहाँसँग राख्यौँ होइन। अब टार्गेट एरियाजहरू के भयो, हामीसँग यो भयो, यो भयो, यो भयो होइन। अहिले त अब मार्केट मुभ भइसक्यो, हामीलाई देखाउन सजिलो हुन्छ, मलाई देखाउन अहिले भन्न सजिलो भयो होइन। अब हामीले यो फिबलाई इरेज गर्ने भने फिबले दिएको डेटालाई हामीले पछाडिको चार्टसँग युज गरेर हेर्ने हो भने फर्स्ट लेभल यो हाई रहेछ, 1 जुन 1 देखाएको थियो नि, भन्नेको अर्थ हाम्रो पहिलो लेभल मेजर हाई यही भयो। यो हाईलाई त ब्रेक गरिसक्यो, त्यसपछिको टार्गेट यो हाई रहेछ। यो चाहिँ कुन छ, यो रेन्ज है 1.618 भनेको हाम्रो, हामी यो रेन्जमा रहेछौँ होइन। हामीले क्यान्डल उसमा हेर्ने यो रेन्जमा छौँ। यो रेन्जपछि फेरि मार्केट यो रेन्जमा आउँछ, यो रेन्जमा मार्क गरे होइन। अब यो रेन्जको मार्क गरे हामी, यो रेन्जमा आयो मार्केट, त्यसपछि फेरि यो रेन्जमा मार्क गरे हामी, यो रेन्जमा आउँछ मार्केट गह अभियसली गह होइन। फर्स्ट रेन्जको सेकेन्ड रेन्ज गयो, त्यसपछि थर्ड रेन्ज पुग्यो, इभन धन फोर्थ रेन्ज पनि पुग्यो होइन। त्यसरी के भयो, हामीलाई एउटा इन्डिकेट पनि आयो। अब हामीले त्यही इन्डिकेटलाई क्यान्डलमा हेर्ने कि क्यान्डलमा हेर्दाखेरि हामीसँग फर्स्ट एरिया कुन आयो, यो, यसलाई मार्क गरिदिने भनेपछि यो हाई इम्पोर्टेन्ट रहेछ नि त होइन। अब हामीले यो हाईलाई ल यो हाई चाहिँ नपुग्ला रे भनेर फिफ्टको बेसमा टिपी राख्यौँ भने पनि हामी टिपी हिट गर्थ्यौँ क्या। यो हाई रहेछ, सेकेन्ड टार्गेट एरिया कुन हुन्थ्यो हामी बाई गरेपछि, प्रिभियसको अर्को यो मेजर हाई, यहाँ लिक्विडिटी छ, यो हाई हुन्थ्यो। त्यसरी नै फेरि के भयो, यो यहाँ यो पोइन्टमा आयो, यो पोइन्टमा के रहेछ, फेयर भ्यालु ग्याप रहेछ, जुन चाहिँ फिल गरे छैन मार्केटले। यसलाई मार्क गरौँ न होइन, यहाँ क्लियरली देखिन्छ, यहाँ फेयर भ्यालु ग्याप रहेछ। यो अहिले हेर्ने भने हाम्रो मार्केट त्यही फेयर भ्यालु ग्यापमा के गर्यो, यहाँसम्म त फिल भइसक्यो सबै फेयर भ्यालु ग्याप, यो फिल गर्यो, त्यसपछि यता फिल पहिले गरिसकेको थियो होइन। अब लेफ्ट ओभर फेयर भ्यालु ग्याप यहाँ थियो, यो पोइन्टमा आयो, त्यसपछि अगेन त्यही फेयर भ्यालु ग्यापलाई टेस्ट गर्यो, अगेन टेस्ट गर्यो, तर यो फेयर भ्यालु ग्याप स्ट्रङ्गर हुनाले मार्केट फेरि के भयो, झऱ्यो होइन। अब यो फेयर भ्यालु ग्याप मात्रै छैन, यहाँभित्र अर्को फेयर भ्यालु ग्याप छ, त्यो एउटा स्ट्रङ अर्डर ब्लक पनि छ, बेरिस अर्डर ब्लक होइन, जहाँ मार्केटलाई होल्ड गरे। फेयर भ्यालु ग्याप मात्रै छैन नि त, अरू पनि छ, प्रिभियसली जोनमा पनि यही रेन्जमा। अब यहाँ पछाडि पनि अर्को के अरे हाम्रो प्रिभियस के छ, बाइङ अर्डर ब्लक छ, सबै कोलाइड भयो नि त एकै ठाउँमा। भनेपछि यो जोन के एकदम स्ट्रङ्गर जोन भयो कि, यस्तो स्ट्रङ्गर जोनलाई मार्केटले इजिली ब्रेक गर्न त सक्दैन। के भयो, मार्केट यो पोइन्टमा आयो, फेरि अट्याम्प गर्यो, सकेन, झऱ्यो होइन। अनि फाइनली अनि एक रिलिफ मार्केटमा आइसकेपछि अनि फेरि एट्याम्प गर्यो, अनि बल्ल गएर के गर्यो, हाम्रो यो जुन मेजर यो हाई थियो, यो हाईलाई पनि के गर्यो, ब्रेक गर्यो यो पोइन्टमा गएर होइन। ओभरअल त हामी त बुलिस नै छौँ नि त होइन, प्रिमियम जोनमा छौँ भनेर पो हामीले ऊ भएको होइन। यो ठुलो टाइम फ्रेममा हामी इन्भेस्टरहरूलाई त हामी त कुर्न सक्यो नि त बाई गर्नलाई होइन। यो पोइन्टमा आएर किनेको भए हामी स्टिल अझै त्यो लस बियर गरेनौँ नि त, किनभने यो लोभन्दा तल त मार्केट आएको छैन नि त, स्टिल मार्केट त यति माथिसम्म गएको हो, हामीले ग्रोथ त पाएको छौँ होइन, ट्रेड पाएको छौँ। ट्रेड गर्नलाई हामीले ट्रेड कहाँ पाइएछ, हामीले ट्रेड यहीँ पाइए हो फर्स्ट जोन होइन। हामी एज अ ट्रेडर भइसक्यो भने हामीले यत्रो ठुलो टाइम फ्रेममा हेरेर ऊ गर्नु पनि पर्दैन, तर हामीलाई आइडिया त हुन्छ नि त, यहीँ पाइएछ ट्रेड होइन। अर्को कति कन्फर्मेसन चाहियो, फिबले नि कन्फर्मेसन दिएको छ, हाम्रो प्रिभियस के अरे अर्डर ब्लक्सहरूको रेन्ज पनि हो होइन, 50% रिट्रेसमेन्ट पनि डिस्काउन्ट जोनमा नि आएको छौँ। अनि त्यसपछि लाएर यहाँ रिभर्सल भएको छ होइन। यहाँ त ट्रेड लिइहाल्ने हो नि त, ट्रेड रिस्क लिने नलिने भनेको आफ्नो कुरा हो क्या होइन। सो त्यसरी के भयो, मार्केट यहाँबाट बढ्यो। अब स्टिल यहीँ के भयो मार्केटमा हामीले हेर्ने हो भने, हामीले जुन एसएमसीको त्यो रिभर्सल कन्सेप्ट हेर्छौँ नि, मैले जुन तरिकाले हेर्छु त्यही त छ बहाने, तलको लिक्विडिटी स्विप गर्यो होइन, मार्केट डाउन ट्रेन्ड थियो, लिक्विडिटी स्विप गर्यो, पछाडिको डेटालाई हेरेँ छैन मैले, अनि यसलाई के गर्यो, रिस्क बढी हुन्छ क्या यस्तोमा, अनि क्या गर्यो, हाईलाई स्विप गर्यो होइन। अब हाईलाई स्विप गरिसकेपछि अब फेरि मैले ट्रेन्ड बेस फिब युज गरेर
मेरो सर्टेन लेभलहरू मैले यहाँ आइडेन्टिफाई गर्न सक्छु। जस्तै यो पोइन्टबाट मार्केट यो पोइन्टमा गयो अनि फेरि यो पोइन्टमा गयो, करेक्ट, अनि मार्केटले ब्रेक गर्यो। अब हेर ट्याक्क 0.61 र 0.5को रेन्जमा आएको छ, हामीले ट्रेड लिन मिल्यो। रिक्स आफ्नो हो नि त होइन, लिने कि नलिने त्यो सबै रेन्ज आफ्नो भयो। लोमा हामीले स्टप लस राखिन्छ। अब टार्गेट एरियाजहरू अब फर्स्ट एरिया यही भयो होइन, धन्दामा हामीले 1:2 को रिस्क रिवार्ड रेसियो पाइँदो रहेछ। सेकेन्ड एरिया यही भयो, थर्ड यो भयो, फोर्थ यो भयो होइन, फोर्थसम्म मार्केट मुभ गरे नि त। इभन कि अब फिफ्थ मार्क गर्ने भने फिफ्थसम्म पनि यहाँ जान्छ। कस्तो राम्रो तरिकाले गएको हो। यहाँ 236 रहेछ होइन, यसलाई 4.618 गऱ्यो भने बेटर हुन्छ। 618 गऱ्यो भने राम्रो होइन। 4.618 को हाम्रो यहाँ टार्गेट एचिभ भयो होइन। अब यो पोइन्टमा पुगेपछि हामी निस्किने कि ननिस्किने? फर्स्ट कुरा यहाँ लिक्विडिटी स्विप भइसक्यो। सेकेन्ड कुरा ठुलो टाइम फ्रेम बेस अनुसार यहाँ फेयर भ्याल्यु ग्याप छ है। 3 पिन फर्मेसन पनि बनाएको यही रेन्जमा हो। हामी सिम्पली डम्प हुनु भन्दैन, किनभने 3 पिन फर्मेसन भनेको लगभग हेड एन्ड सोल्डर जस्तै हुन्छ। फर्स्ट सोल्डर लो बनाएँ, हाई बनाएँ, हेड भयो, फेरि लो बनाएँ, फेरि राइट सोल्डर, अनि के गर्यो यो लो हाई र लोलाई ब्रेक गरेर मार्केट तल झऱ्यो। अगर त्यही रेन्जलाई अटेम्प गरे हामी त होइन। यहाँ चाहिँ 3 पिन फर्मेसन पनि छ, यहाँ फेयर भ्याल्यु ग्याप पनि छ। सो इजी छैन नि त यो त। एकदम हाई भोल्युमको साथ मार्केट फल भएको फेयर भ्याल्यु ग्याप हो नि त। सजिलो छैन यो मार्केटलाई ब्रेक गर्नलाई। सो के भयो, मार्केट यो पोइन्टमा आइसकेपछि हामी यहाँ रिभर्सल देख्न सक्यो। अब यहाँभन्दा अझै के अरे डेली टाइम फ्रेमभन्दा अझै लो यहाँ म लगइन गरेँ होइन। सो त्यो नगरेको भएले मैले त्योभन्दा तल डिटेलमा जान मिल्दैन। सो अहिलेलाई त्यति नै राखौँ होइन। मार्केट यो पोइन्टबाट रिभर्स भयो होइन। यो पोइन्टबाट रिभर्स भइसकेपछि के भयो, यो मेजर लो थियो होइन, यहाँ ग्याप्सहरू थियो। मार्केटले यो फेयर भ्याल्यु ग्यापमा 1-2 दिन रियाक्ट गर्यो। 2 दिन रियाक्ट गरिसकेपछि थर्ड डेमा स्ट्रङली ब्रेक गर्यो। स्ट्रङली ब्रेक गरिसकेपछि यो पुल ब्याक गयो र अब यहाँ के गर्यो, एउटा फेयर भ्याल्यु ग्याप बनायो। अब अपकमिङ मुभमेन्टहरूमा के भयो हामीले नोटिस गर्न सकिन्छ, यो फेयर भ्याल्यु ग्यापमा मार्केटले कस्तो रियाक्ट गर्ला होइन। अब यो सेल हुँदाखेरि यहाँ एउटा अर्डर ब्लक बनाएर चाहिँ सेल अर्डर ब्लक, यो सेल अर्डर ब्लकमा मार्केटले कसरी रियाक्ट गर्ला हामीले मार्किङ त पहिल्यै गर्न सक्यो नि त मुभ हुँदाहुँदै। अब यहाँ गएर मार्केटले एउटा अब सानो टाइम फ्रेम हेर्ने हो भने यहाँ रिभर्सल बनाएको छ। अब यो रिभर्सल बनाइसकेपछि होइन, सानो टाइम फ्रेममा त जान सकिन्न, अहिलेलाई लगइन गरेर गर्नुपर्ने रहेछ, केही भएन। सो अहिले यो क्यान्डल हेर्ने बित्तिकै हामीलाई के थाहा हुन्छ, मार्केटले यस्तो अनि फेरि यस्तो अनि फेरि यस्तो अनि बर यस्तो खालको प्याटर्न बनाएको छ कि सानो टाइम फ्रेममा गएर हेर्ने हो भने यही प्याटर्न छ। यो यति छ नि, 1 2 3 4 5वटा क्यान्डलमा यस्तो खालको फर्मेसन बनेको छ। भन्नको अर्थ के भयो त, यहाँ लो ब्रेक गर्यो, लिक्विडिटी स्विप। सेकेन्ड के गर्यो, मार्केटले फेरि माथिपट्टि आयो, यहाँ गएर चेन्ज अफ क्यारेक्टर, डाउनफलबाट अब अप ट्रेन्डको लागि एउटा चेन्ज मोमेन्टम चेन्ज गरेको देखियो नि त होइन। अब हामीले यही मोमेन्टम चेन्ज हुने बित्तिकै ट्रेड लिन सकिन्छ। तर पेसेन्स राखेर ट्रेड लिने हो भने हामीले यो पोइन्टमा ट्रेड लिन पाइयो। पेसेन्स ल्याएर ट्रेड नगर्ने हो भने हामी अलिकति माथि ट्रेड लिन पुगिन्छ। अब यो झर्दाखेरि अनि फेरि के भइन्छ, हामी प्यानिक भइन्छ कि होइन। अब यस्तोमा त अब हामीले ट्रेड लिएर यहाँ गएर बुक गर्न पनि सकिहाल्यो होइन। छुटेकोले फेरि रिट्रेसमेन्ट आइसकेपछि यो पोइन्टमा अनि एउटा सानो अब 50 मिनट 5 मिनट टाइम फ्रेममा गएर रिभर्सल भयो कि भएन त्यो हेरेर अनि फेरि ट्रेड लिएर फेरि कन्टिन्यू त्यही अनुसारको फेरि रिबुक गर्न पाइयो होइन। ट्रेड जसरी लिन अब यो क्यान्डल देख्ने बित्तिकै ल मार्केट माथि गयो भने ट्रेड लिन पनि पाइयो, लिन्छन् पनि। अब त्यो मूर्खता हो कि होइन। आफूले कन्फर्मेसन लिएर सबै कुरा गरेर गर्ने हो त फेरि सधैँ प्रफिटेबल हुँदैन नि त फेरि त्यस्तो मान्छे होइन। सो अहिले के भइरहेको मार्केटमा अब यहाँ के भयो, यहाँ मार्केटले माथिको हाईलाई स्विप गर्यो, मान्छे लिक्विडिटी स्विप भयो। यो पोइन्टमा सेलर आएको थियो, फेरि यो पोइन्टमा आइसकेपछि बायर मार्केट उठेर के गर्यो, त्यो सेलिङ पोइन्टलाई ब्रेक गरिदियो। अब यहाँ के भयो, ल मार्केट त माथि नै जाने रहेछ भने यो पोइन्टमा सेल गर्नेहरूले यो पोइन्टमा रिबाई गर्न सक्छ नि त। अब के भयो, अनि मार्केटले आफ्नो एक्चुअल फेस देखायो कि मार्केट झरिदियो होइन। अब मार्केट यही पोइन्टमा छ। अब मार्केटले यो लोलाई आएर स्ट्रङली क्लोज गरिदियो भने हामी एज्युम गर्न सक्दैन मार्केटले यो लोलाई ब्रेक गर्छ भनेर। सक्छ नि त कि मार्केटले यो इन्टरमिडिएट लोलाई त मार्केटले के गरिसक्यो, रिस्पेक्ट गरिसक्यो होइन, भ्यानाम बुडुम तोडिदिइसक्यो होइन। अब मार्केटले अब हामी के छ होइन, यो क्यान्डल यसरी कन्टिन्युस आएर अनि यसरी जान पनि सक्छ लिक्विडिटी स्विप गरेर होइन।
यही केसमा मार्केटले यहीँबाट तल आएर यो लिक्विडिटी स्विप गरेर फेरि अर्को रिभर्स प्याटर्न बनाएर फेरि कन्टिन्यू जान सक्छ। ओभरअल ठुलो टाइम फ्रेम अनुसार हामी कसरी आएको छौँ, के गरेको छौँ होइन। अब अनि त्यही नजिक आइसकेपछि यत्रो ठुलो लिक्विडिटी छ यहाँ। 3 मन्थको प्रिभियस क्यान्डल हामीले पहिले मार्क गरिराखेका छौँ होइन, कस्तो मजाले मार्क गरिराखेका छौँ हामी। मार्केटले अब यहाँ भएको यत्रो बायर्सहरूलाई प्यानिक सेल गराउन नसक्ला त, ल अब गयो मार्केट झऱ्यो भनेर किनेकोहरूले, यत्रो प्रफिट बुक नगर्नेहरूले अब त्यहाँ लसमा काट्नु परेन होइन। सो त्यस्तो खालको प्यानिक क्रिएसन पनि हुन्छ मार्केटमा। हाम्रो नेपालमा अझै राम्रोसँग भइसक्यो होइन। अब डेली बेसिसमा एकदम लाइभ मार्केट मुभमेन्ट हुन थालेपछि अनि हामीले म्यानिपुलेसन पनि देख्न थाल्छौँ क्या मार्केटमा। ओके हेर न कस्तो मजाले भयो नि त। अहिलेसम्म ओभरअल कन्डिसनमा के भयो भने हामी यो पोइन्टबाट बुलिस भयो, मार्केटलाई अर्डर ब्लकले रोक्दिया। यो स्ट्रङली यसलाई ब्रेक गरिसकेपछि हाम्रो फिबलाई पनि खासै त्यस्तो प्रायोरिटी नदिएला कि। यो अर्डर ब्लकलाई स्ट्रङली ब्रेक गरिदिइसकेपछि हामी यो फिबलाई पनि ऱ्याङ्कमा, किनभने सानो फिब हो, ठुलो फिब होइन, तर नोटिस गर्नुपर्ने एरिया चाहिँ हो। हामीले यहाँ बाइङ गऱ्यौँ भने यो पोइन्टमा आएर हामीले नोटिस गऱ्यौँ होइन। यहाँ अब हुन्छ नि, अब मार्केटले अब तलतिर देखायो भने हामी क्लोज गरिसक्यौँ, यहाँ क्लोज गऱ्यौँ। अब फेरि यहाँबाट बाइङ देखायो भने हामी किनेर फेरि यो पोइन्टमा हेर्ने मार्केटको कन्डिसन के हुन्छ। मार्केटले ब्रेक गऱ्यो भने फेरि यो पोइन्टमा गएर क्लोजिङ लिन पाइयो नि त आफ्नो ट्रेड होइन। सो त्यो सबै मेन्टालिटी हो। हजुरले कसरी आफ्नो ट्रेडलाई हेर्नुभयो, कसरी ट्रेड लिन लाउनु भयो, त्यसमा फरक पर्छ। सो मार्केटको ओभरअल कन्डिसन यस्तो रहेछ होइन। हामीले बुझिसक्यौँ क्यारामेरा के भयो। एटलिस्ट के त्यो हुन्छ नि, इन्डिकेटरको साइनिङ बेस अनुसार यसरी आफूले प्रपरली स्टडी गऱ्यो भने चाहिँ मजा आउँछ कि है। अब मैले चार्ट किरिमिरी भयो, मैले कहाँ के गरेको थिएँ मलाई सब थाहा छ कि। हेर्दा पनि कस्तो आँखालाई कस्तो सन्तुष्टि आँखा नि त आफूले गरेको एनालाइसिसमा आफूलाई कन्फिडेन्स छ कि होइन। अब त्यो कन्फिडेन्समा अब कुनै कुराहरू मिस्टेक जान्छ अनि त्यसलाई फेरि यसो नोट गरिसकेपछि त्यसलाई करेक्ट गऱ्यो अनि अर्कोचोटि फेरि त्यही खालको सिचुएसन क्रिएट हुँदाखेरि अनि त्यो आफूलाई त्यो करेक्ट गरेकोलाई युज गर्ने हो भने अनि आफू पनि फेरि करेक्ट भइन्छ। अनि फेरि अर्कोचोटि युज गर्दाखेरि अहिले कन्फिडेन्स बिल्डअप हुन्छ, ड्याङ 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 ड्याङ। त्यो आफ्नो के हुन्छ भने लेभलहरू स्ट्याक हुँदै जान्छ, आफू अपग्रेड हुँदै गइन्छ। सो हाम्रो एक्युरेसी पनि के हुन्छ, त्यही सँगसँगै अपग्रेड हुँदै जान्छ कि होइन। सो टेक्निकल एनालाइसिस यही रहेछ होइन। अब मैले अब एनालाइसिस गरेँ, अब फर्दर के छ मार्केटमा के हेर्न सकिन्छ त भन्दाखेरि अभियसली मैले के यसमा चाहिँ के देख्यो भने मार्केटलाई बाइङ अहिले चाहिँ के छ भने सेलिङ प्रेसर अलिकति हाबी छ बाइङ प्रेसर भन्दा। हामी हेरौँ, पेसेन्सली बसौँ, मार्केटमा कस्तो मुभमेन्ट आउँछ होइन। अझै माथि तल के छ कसो छ त्यो सबै हेरौँ अनि आइडिया आउँछ है। अहिलेलाई चाहिँ होप मैले टेक्निकल एनालाइसिसलाई कसरी ब्रेकडाउन गरेँ र अपकमिङ मुभमेन्टलाई कसरी ब्रेकडाउन गरेँ मार्किङ गरेको छु, कुन लेभलहरू कसरी हेरेको छु। हजुरले पनि आफ्नो त्यही अनुसारको तरिकाहरू के गर्न सक्नुहुन्छ भने आइडिया बनाएर राख्न सक्नुहुन्छ कि। द्याट विल बी भेरी बेस्ट है त। अनि जस अब आधा घन्टा भइसकेको छ, के बोल्ने मलाई थाहा छैन होइन। चार्ट हेरेर मैले अब आफूले डाइरेक्ट चार्टको अगाडि बसिरहेको हुनाले मैले के भन्यो भन्ने कुरा त मलाई ओभरअल यो चार्ट हेरेपछि थाहा भइहाल्छ होइन, यो सबै हेरेपछि। सो होप हजुरले बुझ्नुभयो भने होला होइन, कसैले बुझ्नु भएको पनि छैन होला। सो बुझ्नुभएको छैन भने कमेन्ट गर्नुहोस् होइन। र टिकटकबाट आउनुभएकोहरूलाई धेरै धेरै धन्यवाद। म लाइभमा आएछु भने लाइभमा पनि यही कुराहरूलाई डिस्कस गरौँ ल। अदरवाइज जस्ट भिडियो बनाएर आयो भने सेफ हुन्छ भन्ने कन्सेप्टले मैले भिडियो नै बनाउनु डिसाइड गरेर भिडियो बनाएको। होप यु लाइक इट। यो आज अप्रिल 24 एन्ड नेप्से आज के भइरहेछ ग्रिनमै क्लोजिङ देला जस्तो छ। के भयो यहाँ टाइमिङ पनि फरक हुने भएपछि अलिकति इम्प्याक्ट पर्छ। जस अहिले चाहिँ हिजो बियरिस थियो, आज चाहिँ बुलिसको सम्भावना भनौँ न। टाइम लगभग भइगयो मार्केट हुने भइसकेको रहेछ, सरी टाइमै नहेरिरहेको रहेछ मैले। सो एनिवेज मार्केटको कन्डिसन यही हो, मार्केटमा यही भइरहेछ। मैले छोडेदेखिबाट सबै फिलहाल ब्रेकडाउन गरेँ होइन। अब अझै फर्दर डिटेलहरू चाहिँ म पनि टिकटकमा सेयर गर्दै गरौँला, केही छैन होइन। अब मैले ओभरअल त मार्केट बियरिस छ, मार्केट यहाँसम्म आउनुपर्छ अनि बल्ल एउटा मोमेन्टम चेन्ज हुन्छ यहाँ भनेको थिएँ।
सो मार्केटमा स्टिल अझै त्यसलाई भ्यालिडै छ, त्यस्तो इनभ्यालिड छैन। ट्रेड लिनलाई चाहिँ आफूले ट्रेड लिन सकियो, रिस्क लिने आफूले हो होइन। अब म यहाँ बाइङ सेलिङको कुरा गर्न आएको होइन, म यही त टेक्निकल एनालाइसिसको कुरा गर्न आएको हो। यस्तो यस्तो गर्न मलाई रमाइलो लाग्ने भएर सो यी कुराहरू हजुरहरूलाई सेयर गरे हो। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस्, हजुरको सपोर्ट देखाइदिनुहोस्। टिकटकमा जानुहोस्, डेली अपडेट भिडियोहरू म अब यो विक त त्यसै भयो। सो नेक्स्ट विकबाट चाहिँ टिकटकमा डेली अपडेट भिडियो चाहिँ अभाइलेबल हुन्छ। र वाइट टीमा चाहिँ सकेसम्म विकली हुन्छ नि डेली एउटा भिडियो पोस्ट गर्ने चाहिँ प्लान गर्छु होइन, प्लान चाहिँ गर्छु है, स्योर चाहिँ छैन। एनिवेज जस्ट तर भिडियो चाहिँ विकलीमा जसै आउँछ, एक दुईवटा भिडियो चाहिँ एकदम पर्फेक्टली आउँछ, म जसै बनाउँछु होइन। होप यु लाइक दिस भिडियो होइन। अब यस्तै भिडियोको लागि कमेन्ट गर्नुहोस्, आफ्नो आफ्नो कुन कुन कुराहरू हजुरलाई सिक्न मन छ, जान्नु मन छ, ती सबै कुराहरू आफूलाई भन्नुहोस् होइन। अनि बल्ल मैले नि सेयर गर्न पाउँछु होइन। त्यही कुराहरू मलाई पनि नलेज गेन हुन्छ, हजुरहरूलाई पनि नलेज गेन हुन्छ होइन। होप यु लाइक दिस भिडियो। म धेरै बोल्दिनँ, धेरै बोलेँ, अब यतिमा बिदा लिन चाहन्छु। हस्त नमस्ते, जय नेपाल।